आज चाहिँ हामी सबै भएर गणेश पार्क घुम्न गएको। कस्तो हुन्छ त आजको घुमघाम, सबैजनाले हेरिदिनु होला है त। म चाहिँ भिडियो स्टार्ट गर्नतिर लागेँ, तर दिदी चाहिँ हाँस्नुभयो। किन हाँस्नुभयो दिदी भन्दाखेरि चाहिँ तिमी पनि भ्लग बनाउन लाग्यौ भन्नु पो हुन्छ। अनि त्यहाँ चाहिँ थुप्रै जनावरहरू रहेछन्। हामी चाहिँ जनावरहरू हेर्नतिर लाग्यौँ। सुरुमा चाहिँ बाँदरहरू देखियो। अनि हेर्नु न साथीहरू, बाँदरले त यस्तो माया गरिरहेको छ। म चाहिँ सिङ्गल नै मर्ने भयो जिन्दगी। अनि म चाहिँ अर्को बाँदर हेर्छु भनेर गइरहेको थिएँ। अनि त्यसले त चक्लेट पो खाइरहेको रहेछ। अनि हामी चाहिँ कति बाँदर मात्र हेर्नु, अरू पनि हेर्न जाऊँ भनेर चाहिँ हिँडिरहेको थियौँ। यत्तिकैमा फेरि मेरो दिदीले मलाई पनि देखा न हो भनेर पो भन्छे त। अनि हामी चाहिँ बिस्तारै त्यहाँबाट गइराखेको थियौँ। त्यहाँ त अर्को दिदीले पनि भिडियो बनाउनु हुँदै रहेछ। अनि हामीहरू चाहिँ यताबाट बिस्तारै जनावरहरू हेर्दै हेर्दै अर्को ठाउँतिर लाग्यौँ। म त हेर्दा हेर्दै टोयलेट नजिकै पो आएछु। अनि यो टोयलेट चाहिँ एकदमै गन्दा आइरहेको थियो। त्यही भएर चाहिँ म एकातिर साइड लागेँ। अनि यतातिर गर्मी धेरै भएर होला मलाई पानी खान पनि मन लागिरहेको थियो। यत्तिकैमा पोखरी देखियो। मलाई त यही पोखरीको पानी पो खाइदिन मन लागेको थियो। अनि के गर्नु साथीहरू, यति फोहोर पानी खानु पनि त भएन। म चाहिँ यतातिर ठाउँ निर्माण हुँदै रहेछ भनेर देखाइराखेको थिएँ। अनि यत्तिकैमा मेरो दिदी आएर मलाई पनि देखा पो भन्नुहुन्छ। म पनि के कम आउनु न त भनेर घममै अँगालो मारिदिएँ। म त घुम्दा घुम्दै भिडियो बनाउन नै बिर्सेछु। मेरो फर्स्ट मिनी भ्लग चाहिँ कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। आउने दिनहरूमा म अझै राम्रो भ्लगहरू बनाउने कोसिस गर्नेछु। अनि भिडियो अन्त्यसम्म हेरिदिनु भएकोलाई चाहिँ धेरै धेरै धन्यवाद।